मुटुको चाल भन्नाले तपाईको मुटुको एउटा धड्किने जुन प्रक्रिया छ त्यो भन्ने बुझिन्छ। अब वयस्कमा मुटु भनौं नर्मल हार्टमा निरोगी मुटु चाहिँ 1 मिनेटमा 60 देखि 90 पटकसँग धड्किनेलाई हामी त्यसलाई नर्मल मान्छौं हैन। त्यो धड्कने प्रोसेसमा कुनै गडबडी आयो, कम धड्क्यो बढी धड्क्यो एउटा भयो। अर्को चाहिँ तपाईको त्यसमा एउटा रिदमिसिटी भन्ने हुन्छ के। रिदमिसिटी भनेको चाहिँ मुटुको एउटै गतिमा चलिरहने ढुक 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 हैन। हो त्यसमा पनि तलमाथि भयो गडबडी आयो भने चाहिँ त्यो पनि चालको गडबडीमा मानिन्छ। जस्तो मुटुको चाल 60 भन्दा कम भयो ब्राडिकार्डिया भन्छ, 90-100 भन्दा माथि गयो हामी ट्याकिकार्डिया भन्छौं हैन। त्यो बाहेक अरु चाहिँ तपाईको यो रिदमिसिटीमा प्रब्लम आयो भने त्यसलाई चाहिँ तपाईको एट्रियल फिब्रिलेसन, त्यसपछि गएर भेन्ट्रिकुलर फिब्रिलेसन अथवा भेन्ट्रिकुलर ट्याकिकार्डिया, सुप्राभेन्ट्रिकुलर ट्याकिकार्डिया अनि त्यस्ता खालका टर्मिनोलोजीहरु प्रयोग गरिन्छ। त्यो भनेको चाहिँ मुटुको एउटा हार्ट रेट भनौं न मिनेटमा यति चोटी धड्किन पर्ने भन्ने कुरामा गडबडी आयो भने पनि त्यो चालको गडबडी भयो। अथवा मुटुको जुन रिदमिसिटी छ एकै किसिमले चल्ने ढुक 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 गर्ने त्यसमा उतार चढाव ढुरु ढुरु गर्न थाल्यो भने त्यो पनि चालको गडबडी भयो।